नमस्कार साथीहरू। यो टेस्लाको ओनर भइसकेपछि सानोतिनो कामहरू आफैले कसरी गर्न सकिन्छ, जस्तै एयर फिल्टर हेपा पनि भनिन्छ, हेपा फिल्टर, अनि कुलेन्ट कसरी भर्नुपर्छ, जुन स्पेसिफिक टेस्लाको लागि अनि स्पेसिफिक भेहिकलको लागि बनाएको हुन्छ। यो चाहिँ रेकमेन्डेसन मध्ये एउटा हो। एउटा G40 भन्ने पनि रेकमेन्ड गरेको छ, तर त्यो चाहिँ यहाँ न्यू हेम्पसायरमा देखेको छुइनँ, मैले भेटिनँ। अब हेपा फिल्टर भनेको यो हो। यसमा अघि यो डल्लै त्यहाँबाट निकालेको मैले। यो सजिलो छ, सजिलो अलिकति ह्यान्डी हुनेहरूको लागि। यो चाहिँ यस्तो छ। अब यहाँ यो एउटा दुईवटा तिन चार पाँचवटा स्क्रुहरू निकाल्नुपर्छ, अनि त्यो भित्र त्यो फिल्टर छ। अनि त्यसको लागि चाहिँ सरसामानहरू अलिकति चाहिन्छ। यो जुन अघि मैले देखाएको कुरा चाहिँ यो भित्र खप्पै जान्छ। त्यो चाहिँ यो नै पुरा यो एउटा दुईवटा, अनि यहाँभित्र पनि स्क्रु ड्राइभरहरू छन्, त्यो पनि निकालेर पनि यो खुट्टै निकालेर पनि गर्न सकिन्छ, तर यतिकै पनि गर्न सकिन्छ। यो कुलेन्ट रिफिल गर्नका लागि चाहिँ अब यहाँनिर म्याक्स भन्ने छ, यहाँ नर्मल भन्ने छ, नोम भन्ने छ। त्यो नोमको लाइनमा चाहिँ फिलअप गर्नुपर्छ। त्यसको लागि चाहिँ अब हामीले यो खोलेर भन्नुपर्ने हुन्छ। Yes. Yes. I don't know why this thing is not coming off.